जब म आफ्नो बाइक लगेर पेट्रोल पम्पमा पेट्रोल हाल्न पुगेँ अनि त्यहाँ पेट्रोलको रेट बुझेँ अनि म आफै अचम्मित परेँ। हिजोभन्दा आज फेरि रेट बढेर आएछ। तर फेरि पनि सोचेँ मेरो कमाइ उस्तै छ। हरेक क्षेत्रमा महँगी बढेको छ। हरेक परिस्थिति अप्ठ्यारो छ। यो केवल पेट्रोल महँगो भएको विषय मात्र होइन। यो पेट्रोलिय पदार्थको महँगाइले हरेक नेपालीको चुलो चौको र जनजीवन अस्तव्यस्त पारेको, समस्या पारेको र त्यो समस्याको थुप्रोभित्र बल्झिएको नेपालीहरूको व्यथा र नेपालीहरूको कथा नै हो। सम्पूर्णमा नमस्कार, म दुर्गा केसी। आज म पेट्रोलियम पदार्थको वृद्धिले पारेको असर, त्यसमा सरकारको ध्यान जाओस् र ध्यान जान तुरुन्तै जरुरी छ भन्ने कुराहरू पनि आवश्यकता महसुस गर्दै यी यस्ता विषयहरूमा अवश्य पनि चर्चा र परिचर्चा गर्ने नै छु। कृपया जस्तो लाग्छ त्यस्तै सकारात्मक प्रतिक्रियासँगै हाम्रो कुराहरू मन परे लाइक कमेन्ट गर्न नभुल्नुहोला। अब म समस्याको बीचमा रहेका यी गरिब, दुखी, निमुखा जनताहरू, त्यो बीचमा भर्खरै बनेको सरकार, हनीमुन पिरियडमा रमाइरहेको बालेन सरकारलाई सन् 2024 नोभेम्बर 15मा उनले आफ्नो फेसबुक स्ट्याटसमा तत्कालीन सरकारलाई गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा उनले गरेको एउटा आग्रहको कुरा याद गराउन चाहन्छु। उनले आफ्नो फेसबुकमा लेखेका छन्, भारतबाट तेलको मूल्य बढ्यो भन्दैमा बढाउन पाइन्छ? जनतालाई राहत दिनुपर्ने सरकारको कर्तव्य होइन र? यस्तै महँगी भइरहने हो भने सरकारको काम के हो? जनताको सरकार किन चाहियो? प्रश्न मार्मिक र जन उत्तरदायित्व बनाउने सरकारलाई घचघचाउने किसिमले त्यो प्रश्नहरू गरिएको छ। अब म एउटा आम नागरिक भएको हैसियतले बालेन सरकारलाई त्यही प्रश्न फर्काएर गर्न चाहन्छु। अब उत्तर होइन बालेन सरकार, रिजल्ट कहिले आउँछ? बालेन सरकार, अब त रिजल्ट चाहियो नि। अब पनि रमिते बन्ने सरकारको के काम? अबको सरकारको काम के हो? यस्तो अप्ठ्यारो पर्दा पनि जनतालाई राहत दिनु पर्यो नि। म यही प्रश्न गर्न चाहन्छु। यो प्रश्न गर्दै गर्दा अर्को प्रसङ्गमा के युद्धकै कारणले मात्र पेट्रोलियम पदार्थको वृद्धि र महँगो भएको हो त? यो धेरै हदसम्म यसको जवाब सही नै छ। प्रश्नभित्र नै त्यसको उत्तर आएको छ। तर त्यो सँगसँगै जोडिएका विषयहरू, देशको पेट्रोलियम आयात गर्ने संरचना नै एकमुखी वा प्रतिस्पर्धा विहीन छ भने, अर्कोतर्फ ठुलो फ्युल स्टोरेज नहुनु, वैकल्पिक ऊर्जाको तीव्र विकासमा ध्यान नदिनु, कर संरचनामा पुनरावलोकन नगर्नु, पारदर्शी मूल्य निर्धारण प्रणाली नहुनु, स्वतन्त्र नियामक निकाय को स्पष्ट नीति नहुनु, अनुगमनको स्थिति कमजोर हुनु, राजनीतिक हस्तक्षेप हुनु, पेट्रोलियम भ्याट, एक्साइज जस्ता धेरै करले गर्दा अन्तर्राष्ट्रिय मूल्य घट्दा पनि उपभोक्तालाई राहत नहुनु, दीर्घकालीन समस्या समाधान र योजनाको एउटा खाका नबन्नु,
जस्ता आन्तरिक धेरै कारणहरूले पनि पेट्रोलियम पदार्थको वृद्धि भएको देखिन्छ। त्यसैले पेट्रोलियम पदार्थको मूल्यको समस्या केवल बाहिरी विविध कारणले मात्र बढेको होइन, हाम्रा आफ्नै व्यवस्थापकीय कमी कमजोरले पनि पेट्रोलियम पदार्थको मूल्य बढेको देखिन्छ। त्यसैले सही नीति र कार्यान्वयनको पाटोलाई एउटा सशक्त रूपले कार्यान्वयन गर्दै लाने हो भने यो समस्या धेरै हदसम्म नियन्त्रण वा कम हुन सक्दछ। त्यसैले यो कुरामा युद्धको बहाना बनाएर सरकार टाढिने होइन, यसको समस्या समाधान र यसको सही तरिकाले यो पेट्रोलियम पदार्थको एउटा महँगाई कम गर्नलाई एउटा कार्ययोजना नै सरकारले एउटा नीति बनाएरै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ, जसबाट मात्र जनताले राहत महसुस गर्नेछन्। यो विषय चुलो चौको हुँदै जनताको जनजीविकासँग जोडिएको विषय हो। यस्ता विषयमा सरकारको चाँडै ध्यान जाओस्। सरकारले एउटा जनतालाई राहत दिने किसिमको कार्यक्रम ल्याओस्, एउटा नीति बनाओस्, त्यही अनुसार कार्यान्वयनमा जाओस्। फेरि पनि बालन सरकारलाई यस विषयमा मेरो व्यक्तिगत तर्फबाट एउटा आम नागरिकको हैसियतले गम्भीर ध्यान आकर्षण गराउँदछु।